हेलो एन्ड सबैजनालाई जय मसी। आज चाहिँ हामी धरान जाँदैछौँ प्रोग्राममा। अनि यहाँ चाहिँ हामी तयारी गर्दैछौँ। हाम्रो माइकहरू लिनुपर्ने थियो, त्यसकारण अनि हामी जाँदैछौँ। हाम्रो टिम चाहिँ यति हामी 7 जना गएको थियौँ। अनि बाटोमा जाँदैछौँ अनि एकदमै राम्रो, यो चाहिँ केराबारीको भ्यू मैले क्याप्चर गरेको थोरै। अनि हाम्रो दादा, हामी यहाँ एकछिन रोकेको थियौँ किनकि हामीलाई माइक चाहिएको थियो। अनि हाम्रो दाइ चाहिँ त्यहाँ दाइको पछाडि कुकुर आएको थियो। अनि कुकुरसँग रमाइलो गर्दै हुनुहुन्थ्यो हाम्रो दाइ। उहाँ चाहिँ हाम्रो वक्ता अनि उहाँले चाहिँ तुरै बोकिरहनु भएको छ होइन। अनि हाम्रो चाहिँ यहाँ पत्रुस भाइ त पुरै बहिनी जस्तो भइरहेछ, पुरै लुगा जाडो भएर अगाडि बसेको थियो नि त। अनि यो चाहिँ हाम्रो टिम अनि हाम्रो सफारी। अनि त्यहाँ माइक हामीले लिनुपर्ने थियो, हामी माइक लियौँ। अनि त्यसपछि हामी फेरि गयौँ। अनि एकदमै राम्रो यो केराबारी मलाई एकदम मन पर्यो। यो ठाउँहरू हेर्नु सक्नुहुन्छ, एकदमै राम्रो देखिरहेको छ होइन। हेर्नुहोस्, तपाईँहरू नि आउनुहोस्। अनि हामी चाहिँ खाजा खाँदैछौँ, चाउ। हामीलाई भोक लाग्यो, हामी बिहानै हिँडेको थियौँ, उठ्ने बित्तिकै रेडी भएर, त्यस कारणले। अनि हामी जाँदैछौँ, हामी इन्टर गर्दैछौँ धरानतिर, भित्र पस्दैछौँ बिस्तारै। अनि यो चाहिँ पास्टरवाला फोन गर्नुहुँदैछ किनकि अलिक ठाउँ थाहा थिएन, त्यही भएर। अनि त्यसपछि यो चाहिँ तरहरूको पुल रहेछ। अनि त्यसपछि हामी धरान इन्टर गऱ्यौँ। त्यसपछि यो धरान एकदमै मनपर्छ मलाई चाहिँ। अनि धरानको भिडियोहरू क्याप्चर गर्दै थिएँ। अनि हामी धरान पुग्यौँ। अनि त्यसपछि हामी हिँड्दैछौँ, चर्च जानको लागि बाटो थाहा थिएन। अनि त्यसपछि सोध्दै हामी गयौँ होइन। अनि जाँदैछौँ हाम्रो टिमहरू, हामी सबैजना। अनि हाम्रो दादाले चाहिँ सफारी लानु भइसकेको थियो किनकि हामी ओभरलोड थियौँ। अनि हाम्रो वेट धेरै थियो र हामी जानलाई गाह्रो भयो, त्यस कारण। अनि हामी फाइनली महिमा ग्रेस पेयर मन्डली हामी पुग्यौँ। अनि हामी यहाँ सामानहरू लिएर इन्टर गर्दैछौँ चर्चभित्र। यहाँ कुकुर पनि रहेछ। अनि हामी गीतहरू गाउँदैछौँ यसो। अनि हाम्रो टिमहरू पनि बिजी हुनुहुन्छ, उहाँहरू पनि आफ्नो काम गर्नुहुँदैछ, हाम्रो दादा। अनि यहाँ चाहिँ जिजस इज कमिङ भनेर लेखेको रहेछ। अनि हाम्रो वक्ताज्यू, हाम्रो अर्पण दादा, भाउजू अनुसार हामी सबै तयारी गर्दैछौँ। अनि सङ्गति सुरु भयो अनि एकदम राम्रो भयो। अनि हामी घरतर्फ लाग्यौँ। हामी चाहिँ यहाँ सबैजनालाई बाई बाई गर्दैछौँ हामी चाहिँ, किनकि अब हामीले घर जाने बेला भयो। हाम्रो भाउजूलाई चाहिँ जाडो भएछ, कोट लाउनु भयो। अनि हामी घरतर्फ लाग्यौँ। यहाँ चाहिँ अनुसार र म गीत गाउँदैछौँ। अनि यो सेतो खोइ के हो, नाम पनि सोधेको थिएँ भाउजूलाई, तर बिर्सेँ मैले। एकदम राम्रो छ यो। अनि हामी अझै पनि जाँदैछौँ घरतर्फ, अँध्यारो भइसकेको छ। अनि यहाँ चाहिँ लोड बढी भयो, हाम्रो वेट धेरै भएर सफारी अगाडि जान सकेन। दाइ र मेघराज 2 जना ओर्लिनु भयो। अनि हामीलाई ठेलदिँदै पनि हुनुहुन्छ हाम्रो विक्रम दाइले, उहाँहरू हिँड्दै आउँदै हुनुहुन्थ्यो। अनि उहाँले चाहिँ यो क्याप्चर गरेर एकदमै राम्रो थियो यो। अनि हामीले चाहिँ वेट गर्दैछौँ 2 जनालाई। अनि फाइनली आइपुग्नु हाम्रो दादा, हेर्न सक्नुहुन्छ पुरै लाल भएर आउनुभएको छ। अनि हाम्रो भाउजू पनि पुरै रेड हुनुभयो, अनुसा पनि। अनि म पनि रातो भएँ पुरा, किनकि सफारीको लाइट चाहिँ रातो ल्याउनु भएको रहेछ क्या, त्यही भएर हामी पुरै सबै रातो भयौँ। अनि हाँस्दैछौँ हामी सबै रातो भयौँ भनेर। अनि यो चाहिँ केराबारीको पुल हो, खदम खोला पुल भन्ने। अनि यो चाहिँ कोसीको सबैभन्दा लामो पुल हो, यो केराबारीको। अनि हामी घर राम्रोसँग पुग्यौँ। थ्याङ्क यू फर वाचिङ। जय मसी सबैजनामा।